त्यसो हुनाले के हो भने अघि मैले चाहिँ सोधेँ त्यो अब किनभने आएको पनि त्यहाँ 3-4 महिना मात्रै हुँदैछ भन्यो जहिले होइन त्यसले गर्दा उनी अब के हो भने हामी लिम्बू जाति भनेको बिगामी जात आएर मान्छे कुट्ने जात हो कामी बिकामी मात्रै होइन कामी पनि हो लिम्बू अघा भने मान्छे कुट्छ यता सुन न लिम्बू अघाएपछि मान्छे कुट्छ काम बिगार्छ क्षेत्री बाहुन भनेको अघाएपछि डाकार्ने मात्र केही बिगार्दैन त्यसले गर्दा उनी के हो भने लिम्बू भनेको खाएपछि अघाएपछि कुट्छ भन्ने कुरो छोरा मान्छेले मात्र होइन लिम्बुले कुट्छ त्यसो हुनाले मलाई कुट्ने मान्छेको ल्याउँछु भनेर घिनाउने भएन त्यसले गर्दा उनी गएर छ है छोरा मान्छेले मात्रै कुट्छ लिम्बूले अघाएपछि होइन छोरा मान्छेले पनि कुट्छ भन्दैन त्यो ख्याल गर्ने जब लिम्बू नि अघाएपछि अलिक अलग्ग हुने सतर्क हो साँच्चै भने त्यसो हुनाले ज्वाइँले यो किनभने यता राई ज्वाइँहरूले पनि सुन्नु है त्यसो हुनाले मैले भन्नु खोजेको के भने भोलि कचङ कुचुङ होला होइन राजीबाजीमा गएपछि कुनैले कर लाएर त होइन हामीले कर लाएको पनि होइन यी नानीको दाजुले पनि होइन भाइले पनि होइन दिदीले पनि होइन राजीबाजी भएर तिमीहरू मन परापर गएपछि एउटाले भने ताकपरी तयारी नत्र गौतमे खालको व्यवहार गर्नु भएन किन तिमी बाहुनको बाच्चा भयो उता लिम्बूको बाच्चा अहिले त राजीबाजीमा जो जात पनि रुचाउँदा हुन्छ भन्छन् त्यो कुरो सही कुरो पनि हो त्यसो हुनाले किनभने भोलि नराम्रो अँध्यारो मुख लाएर नराम्रो कुरो ल्याएर हाम्रो लिम्बू कुरो जस्तो भने छोरी चेली सप्रियो भने रक्सीपोङको कोसेली अरे छोरी चेली बिग्रियो भने चेयाबोङ अरे चेयाबोङ भनेको चाहिँ कुरौटी कुरो तेरो ज्वाइँ तिम्रो ज्वाइँले कुटु मेरो सासूले यसो भन्यो ससुराले यसो भन्यो मेरो जेठा दिदीले यसो भन्यो भन्दै आउँछ छोरी चेली त्यही हो छोरी चेली बिग्रियो भने चेयाबोङ त्यो कुरौटी कुरो लिएर आयो नि त पोल सुनाउनु ल्यायो नि त कसैले हातको सोबी आएन मुखको सोबी मात्रै लिएर आयो त्यो खालको व्यवहार नहोस् कुरो साँचो भने मैले अर्को कुरो जे होस् मेरो श्रीमान सोही रहेछ भनेर साह्रै अति चाहिँ गर्नु चार गर्नु पनि हुँदैन भने मेरो भने चाहिँ के हो भने नि जे जस्तो होस् मेरो लागि चाहिँ र जो कोहीको लागि फल फुल्नु बढ्नु होइन सत्मार्गमा बस्ने सत् बाटोमा हिँड्ने कुबाटो नहिँड्ने त्यसो हुनाले राम्रो गरी खानु होइन त्यसो हुनाले हाम्रो लिम्बू जातको चाहिँ के हुन्छ भने अब धर्म कर्ममा हामी नजाउँ हामी लिम्बूले चाहिँ अछित टिको लगाउने भने मुखमा मात्रै टिको लगाउँछ मुखमा टिको लगाउने भन्ने चाहिँ छोरी चेलीले ल्याउँछ कसैले मुखमा लायो खाइपछि सक्छु हाम्रो त्यस्तो जात अब त्यो ज्वाइँको जिल्ला कुन ठाउँ अरे खोटाङ सगरमाथा जिल्ला त्यहाँ लिम्बू नै छैन राई मात्रै छन् लिम्बूको किपट भन्ने त्यहाँ एकाना पैसा पनि एक रुपियाँ पनि छैन त्यहाँ सङ्खुवा सभासम्म लिम्बू छन् 9 जिल्लामा त्यहाँ छैन त्यसो हुन लिम्बू भने कस्तो जात भनेदेखि भालु खालको जात त्यो भालुले के भन्यो भने त्यो भुँडी अघाए पनि छेड्दै गर्छ खाने लिम्बू ससुराली भएपछि अलिकति पनि मैले भनिसकेँ सोझो मेरो श्रीमान भयो भनेर उता त्यता गर्नु हुने अति गर्नुपर्छ किनभने अलि अबाटो कुद्यो भने त बेला बेला छेक्नु पर्यो हिर्का हाल्नु चाहिँ हुँदैन त्यसो हुनाले राम्रो गरी खायो राम्रो होस् राम्रो होस् किनभने कुबाटोमा जानु कुबाटोमा नजानु त्यही हो अर्को कुरो आउँदै जाँदै भयो भने ज्वाइँ अर्को कुरो म के भन्छु भने म भनेको कुरो मान्छे
म यही फेसमा हिँड्छु ज्वाइँ भोलि दौरा सुरुवालमा त सेतो सर्ट सेतो पेन्ट लगाएर हिँड्छौ म चिन्दिनँ चिनिँदैन भोलि घोप्टे टोपी यसो लगाएर हिँड्छौ म चिन्दिनँ हो साँच्चै त्यो कहीँ कता भेट भयो भने बाजे